हेलो गाइज, के छ सन्चै हुनुहुन्छ? आज नेपाल भर्सेस इङ्ल्यान्डको गेम थियो। हामीहरूलाई लागेको थिएन होला कि नेपालले यतिसम्म पुग्न सक्छ भनेर, बट तर पुग्यो होइन। वेल प्लेड नेपाल, वेल प्लेड। जस्ट 5 रन, ओके। नेपाल 5 रनले मात्र हारेको हो। हारेको यसलाई हारेको भन्दैन, यसलाई भन्छ जितेको भन्छ कि नेपालले जितेको भन्छ यसलाई, हारेको होइन यो। लास्ट लोकेसपम बुम 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 बुम। मेरो विचारमा होइन, यदि गुलसन झा आउट नभएको भए गेम जित्छ होला। किन थाहा छ? गुलसन आउट हुने बित्तिकै लोकेसपमको कन्फिडेन्स हुन्छ नि, त्यो अलि लो भइसकेको जस्तो लाग्छ क्या मलाई। गुलसन झाले डट खेलेको भए नि नेपालले गेम जित्थ्यो 100%। कन्फिडेन्ट आई हेभ नट यार। नेपाल वेल प्लेड, त्यही पनि इङ्ल्यान्ड जस्तो टिमसँग होइन। ओके गाइज, लाइक, सेयर एन्ड सब्सक्राइब।